र आज हामी फेरि नेटवर्क डाँडाको बाट अब हामी जाँदैछौँ माथि हाम्रो नाना झिलसम्म र सम्पूर्ण मेरो परिवारहरू बसिरहेको छ गाडीमा। यहाँ हाम्रो म्याडम, उता आशा, भान्जी अनि मेष, र अब हामी यहाँबाट यात्रा सुरु गरेको छौँ। र अब हामीहरू यसरी लागेका छौँ दीपक दाजुको दोकान भएर, घर भएर उकालो यो बाटो। हुन्छ नि बीच-बीचमा अलिक त अब हामी यहाँ नेवारा डाँडा मोहन दाजुको घर मुनिको यो गोलाइ अत्यन्त सुन्दर गोलाइ। यो मोहन दाजुको घर हाम्रो मामाको छोरा जेठाको घर मोहन देवा हुनुहुन्छ यहाँ सेवानी। यसरी हामी उकालो गइरहेछौँ र हाम्रो सैगुनको घर, यहाँ सैगुनको घर यसरी बनाएको छ, सैगुनको घर। र सैगुन अहिले घरमा छैन जस्तो लाग्यो। र यो रोमन भाइको घर यहाँनिर। र अग्लो हाम्रो भिजिट हुन्छ भुटान सुनचलिङबाट उता। र यो हामीहरू नोकडाँडाको तेर्सो बाटोमा आइपुग्न लागेको छौँ। यहाँनिर गेस्ट हाउस एउटा बनिएको छ, अत्यन्तै राम्रो गेस्ट हाउस। र तपाईँहरू आएर यस गेस्ट हाउसमा बस्न पनि सक्नुहुनेछ। एकदमै कम्ती दाममा राम्रो सस्तो र एकदमै अर्ग्यानिक खाना तपाईँहरूले यहाँ इन्जोय गर्न सक्नुहुनेछ। र यो हाम्रो यो तपाईँको यो माथि डाँडा र धेरै यसरी प्रगतिहरू भइरहेको छ, गेस्ट हाउसहरू बनिरहेको छ तरह तरहको। र यो तपाईँको भ्यू यो शुभ बजारको सानो भ्यू तपाईँहरू समक्षमा हामीहरूले प्रस्तुत भइरहेको छ। यो नोकडाँडाको हाम्रो यो प्लेग्राउन्ड, यो नोकडाँडा हाई स्कुल र प्लेग्राउन्ड यो यस्तो छ। र यहाँबाट भएर हामीहरू कालिम्पोङ जान सकिन्छ। र यो चाहिँ अहिले हामीहरू शुभ बजार भन्छ, नोकडाँडा बजार शुभ बजार भनिन्छ। र त्यहाँ हामी अहिले प्रस्तुत यहाँ पुगिसकेको छौँ। र यो तपाईँले नजारा, राम्रो नजारा हेर्न सक्नुहुँदैछ। र यसरी तपाईँहरूले राम्रोसँगले देख्न सक्नुहुन्छ। सिमेन्ट पनि लगिहाल्नु भन्नु आज निको होला। यो शुभ बजारको यो तपाईँको यात्रा हो, शुभ बजारको। अब त सिमेन्ट यो तेर्सो बाटो हो। अनि यहाँबाट ओह्रालो यसरी जाँदाखेरि चाहिँ तलबाट यताबाट लेफ्ट लिनु पर्दा चाहिँ तपाईँको झिल यहाँबाट मात्र 100 मिटर निचे गयो भनेदेखिलाई चाहिँ तपाईँको झिल पुग्छ। यो झिल जाने बाटो हो। ल तपाईँहरूलाई अर्को मेरो ब्लगमा तपाईँहरूलाई झिल देखाउँछु। र अहिले चाहिँ हामीहरू अहिले झिलको यो राइट साइडबाट बाटो भएर धुपी डाँडा हुँदै हुँदै तल हाम्रो नानाको घरसम्म पुग्ने हाम्रो आजको यात्रा
दुप्पी अशोक काकाको घर 7 मिनटको भिडियो भइसकेको छ कसले हेर्छ ओह्रालो त्यो पनि रोडै रोड मात्रै वही चलाउँछु ल सिटी पुऱ्याउने विचार गरेको होला हौ। यसो लागि र यसरी हामीहरू अहिले तल चौतारीदेखि लेफ्ट लाग्नुपर्ने हुँदाखेरि अफ रोड पनि अलिक तल भेटिन्छ। प्रब्लम चाहिँ तपाईँलाई मात्र हुन्छ डल्लेको गाउँमा अनि चुप्पला र यसलाई भन्छ आसारी भनिहाल्छ यसलाई के भन्छ यो तपाईँको यता नुङसेल जाने नुङसेल होइन यता नुङसेल जाने यता 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 त्यही त भन्दैन नुङसेल जाने यता यो जाने अब ड्राइभरलाई याद हुन्छ नि गएको नि कतिचोटि र यो अब अफ रोड यहाँबाट तपाईँको 1 किलोमिटर जति अफ रोड तपाईँले जानुपर्छ एकदम शान्ति र यसरी अफ रोडमा पनि कुदेको गर्दाखेरि तपाईँले साह्रै नै रमाइलो यात्रा तपाईँहरूलाई मैले गराउन लागेको छु। यो म त भनेँ त तिमी गयो भने म जान्छु नत्र म जाँदिनँ। अफ रोड हामीहरू अहिले अब मनिषा नानाको घर पनि पुगिरहेको छौँ। है हामीहरू अब आइपुग्यौँ है। अब यो चाहिँ हाम्रो नानाको घर हो मनिषा नानाको घर र घरमा अब आइपुग्यौँ। अहिले यो चाहिँ नानाको घरमा हामी आइपुगिसकेको छौँ। बहुतै सुन्दर तरिकाले यो घर निर्माण भएको छ र हाम्रो नाना र भेनाको यो नयाँ आसियाना हजुरलाई स्वागत छ। र आजको ब्लगको मेन मकसद थियो कि पोचोक नेटवर्क डाँडाबाट नोक डाँडा हाम्रो नाना भेनाको घरसम्मको र धन्यवाद सबैलाई।